बुटोलका विजेन्द्रमान श्रेष्ठ र चन्द्रमान श्रेष्ठ शारीरिक सुगठनमा परिचित नाम हो। दुवैमा एउटा समानता छ, शारीरिक सुगठनका खेलाडी साथै जिम सञ्चालक। चलचित्रका पात्रबाट प्रभावित भई दुवैजना फिटनेसमा आकर्षित भए। आफ्नो सोखलाई अहिले दुवैले पेसामा बदलेका छन्। विजेन्द्रले 2061 सालमा बुटोल फिटनेस सेन्टर सुरु गरे। चन्द्रमान भने वैदेशिक रोजगारपछि फर्केर विजेन्द्रभन्दा 10 वर्षपछि निमोद जिम एन्ड फिटनेस खोले। रूपन्देहीको शारीरिक सुगठनमा दुवैले लामो समयदेखि योगदान दिँदै आएका छन्। पर्दामा देखिएका नायकहरू झैँ आफूलाई कल्पना गर्ने विजेन्द्र 2048 सालमा पाल्पामा व्यायाम थालेका थिए। बुटोल फिटनेस सेन्टर खोलेर उनले आफ्नो सोखलाई पेसामा बदलिने मात्र नभई खेलाडीका रूपमा समेत चम्किने अवसर पाए। हिसाबले त म धेरै पछि भए, तर एज अ हबीको हिसाबले मैले चाहिँ यो फिटनेस भन्दा पनि शारीरिक सुगठनमा चाहिँ के अरे लागेँ। 2048 सालदेखि सुरु भयो मेरो। अनि एज अ खेलाडीको हिसाबले चाहिँ 2052 सालमा मैले पहिलो प्रतियोगिता मिस्टर लुम्बिनी तौलियामा त्यहाँबाट मैले आफ्नो प्रतियोगिता जीवन सुरु गरेँ र 2061 सालदेखि चाहिँ यसैलाई मैले आफ्नो हबीलाई नै व्यवसायको हिसाबले चाहिँ बुटोल फिटनेस एन्ड जिम सेन्टर सञ्चालनमा लिएर आएँ। स्कुले जीवनबाट चन्द्रमान शारीरिक सुगठनप्रति आकर्षित थिए। बुटोलका विभिन्न जिम धाउने उनी केही समय भने वैदेशिक रोजगारमा रहे। नेपाल फर्किएर आफ्नो खेल जीवनलाई नियमित गरे। घरमा नै जिम हाउस खोले। धेरै प्रतियोगितामा भाग लिए। उमेर समूहमा प्रथम भए। मुटुको जटिल शल्यक्रिया गरेर पनि उनी खेलमा फर्किए। उनको खेलप्रतिको लगाव र मेहनतकै कारण 2075 मा 7औं बुटोल श्री तथा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जिते। पाइप छिराएर भित्र मुटुमा चाहिँ के कस्तो छ अवस्था भनेर हेर्दाखेरि चाहिँ ब्लकेज देख्यो। मेरोमा भेनमा आर्टरीमा ब्लकेज देख्यो। 73 वैशाखमा चाहिँ अपरेसन भए पश्चात चाहिँ 2 महिना या 2.5 महिनापछि रेस्ट गरेपछि म फेरि सुरु गरेँ एक्सर्साइज। सुरु गर्ने क्रममा सानो वेटदेखि गर्दै उठाउँदै गर्दै डक्टरसँग सल्लाह गर्दै गर्दै अनि त्यही अनुरूपमा चाहिँ मैले आफ्नो त्यो 7 बुटोल श्रीको लागि तयारी गरेँ। जसको अनुसार चाहिँ म उपाधि 2 वर्षपछि मैले उपाधि जितेँ। चन्द्रमान र विजेन्द्रमान मात्र नभई दुवैको परिवार समेत शारीरिक सुगठनमा समर्पित छन्। मन्जिता राज भण्डारी श्रीमान चन्द्रमानसँगै जिममा प्रशिक्षण र विभिन्न खेल प्रतियोगितामा भाग लिएर उपाधि चुमेकी छिन्। यो जोडीले 2075 सालमा एकैपटक एउटै मञ्चबाट उपाधि चुमेका थिए। उता रोजमर्जन भने जुमा प्रशिक्षण गराउँछिन्। सहरिया जीवनशैलीसँगै बढ्दै गएको व्यस्तता र बदलिदो खानपानका कारण शरीरलाई स्वस्थ र सक्रिय राख्न व्यायामको आवश्यकता झनै बढेको छ। कुनै समय युवा पुस्तामा सीमित रहेको जिमप्रतिको आकर्षण अहिले गृहिणी महिलादेखि 40 वर्ष पार गरेका पुरुषहरूसम्म विस्तार हुँदै गएको छ। खेल क्षेत्रलाई आफ्नो पेसा र जीवनशैलीका रूपमा अँगालेर यी जोडी प्रशिक्षकहरू आफै सफल हुनेका साथै समाजमा स्वास्थ्य र फिटनेसप्रतिको सचेतना फैलाउन पनि सक्रिय छन्। उनीहरूको यही प्रयासले स्वास्थ्य जीवनशैलीसँगै खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्याइरहेको छ। खसौली खबरका लागि स्वस्तिक श्रेष्ठको रिपोर्ट।